गर्नुपर्ने तुरन्त कर्तव्यहरू अझै अगाडि बढेर जाओस् भनेर उहाँलाई यो जिम्मेवारी सुम्पिन चाहन्छौँ। यो नानीहरूले यदि हाम्रो भविष्यमा हाम्रो साथ दिएन भनेदेखि हामी पछि पर्नेछौँ। सबैको तर्फबाट जो छ तर्फबाट एरोनलाई यो मायाको छ। धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। ओके यो पहिलो जमानामा हुन्थ्यो कि साथीहरू कस्तो दामी बनाएछ है यो नानीको छटा यहाँ हाम्रो खसी पनि छ साथीहरू यो खसी अनि बाख्राको यहाँ गोठ पनि बनाएको छ हो अनि यहाँ लोट्री छ लोट्रीमा जसले यो लोट्रीमा फसान्छ त्यसलाई यो भन्छ खसी यहाँ चाहिँ लोट्रीको खसी छ अनि लोट्रीको भालेर पोथी यहाँ चाहिँ त्यो भाले पोथी है यो रहेछ भाले अनि पोथी चाहिँ खै त भित्र छ यहाँ छ हाम्रो तङ्बा कोकोला पिरो मन तङ्बा खानुहुन्न तङ्बा खानु दामी है सो गाइस हजुरहरूले नि यस्तो दामी ठाउँमा हजुरहरूले पनि एकदम राम्रोसँग इन्जोय गर्न सक्नुहुन्छ त्यो भएर हजुर